जसले आगोको अनुभव गर्न चाहन्छ उसले पहिले आफ्नो हात जलाउनु पर्छ। एकजना कुटीमा बुढो फकीर रहने गर्थे। अक्सर धेरै जसो बिहान आकाश अझै कालो नै छ जस्तो हुन्थ्यो। उनले चुलो बाल्छन्, धुवा माथि उड्छ, सिधा ढिलो, जसरी कसैले सास फेर्दैछ सुतेको बेलामा। उनले एउटा माटोको कचौरामा पानी तताउन राख्छन्। चिया होइन, औषधि पनि होइन, बस पानी मात्रै। तर हरेक बिहान एउटै काम, पानी बसाल्ने। एक दिनको कुरा, कुटीमा कोही ढोका ढकढकाउन आइपुग्छ। एउटा जवान केटा, टाउको हेर्दा खौरिएको जस्तो छ, आँखा रातो, ओठ सुकेको छ। उसले भित्र पस्न अगाडि नै बोल्छ, बाबा मैले सबै पढेँ, कुरान पढेँ, हदिम पढेँ, गीता पढेँ, बाइबल पढेँ र वेद पनि पढेँ, तर मन खाली, ईश्वर कहीँ पनि भेटिएन यिनमा। फकीरले केही पनि भनेनन् र उनले त्यो तातो पानीको कचौरा केटोको अगाडि राखे र भने, यसलाई पिउ तिमीले। केटोले एक चुस्की लियो। पानी मनतातो थियो र केटोले भन्यो, बाबा यो त खाली पानी मात्रै हो, तातो पनि छैन। फकीरले मुस्कुरायो, तर केटोतिर होइन, भित्तामा टाँसिएको पुरानो दियोतिर हेरेर। हो, खाली पानी, तर तिमीले पिउनु अघि यो तातो भइसकेको थियो। केटो चुपचाप बस्यो। फकीरले भने, ईश्वर पनि त्यस्तै हो। तिमीले किताब पढ्यो, ठिकै छ, तर किताब भनेको चुलो हो, आगो होइन। बाहिर बिहानको चराको चरचराहट आवाज आयो। फकीर उठे र बगैँचामा गए। एउटा सुकेको बोट थियो, पातहरू सबै झरिसकेका, तर जरा भने जमिनमा थियो। फकीरले त्यो बोटमा हात राखे, केही पनि बोलेनन्, बस हात राखे। केटो पनि पछि आयो र हेऱ्यो। बोटको फेदमा एउटा सानो हरियो कोपिला थियो, एउटा औँलाको नङ जत्रै थियो। केटोले घर फर्किँदा केही पनि बोलेन, तर त्यो रात उसले आफ्नो कोठाको दियो नबुझाइ सुत्यो। यो कहानीको सन्देश के छ भन्दा, ज्ञान भनेको एउटा बाटो हो, मन्जिल होइन। ईश्वर शब्द किताबमा लेखिएको छ, तर भेटिन्छ आफ्नो मुटुभित्र। यो कहानीले हामीलाई 3वटा गहिरा कुराहरू सिकाउने गर्छ। 1 नम्बरमा, किताब र अनुभवमा फरक छन्। किताब पढ्नु भनेको नक्सा हेर्नु जस्तै हो, यात्रा गर्नु होइन। ज्ञान आँखाले पढिन्छ, तर आत्माले महसुस गरिन्छ। जुन दिन शब्दहरू मुटुमा ओर्लिन्छन्, त्यही दिन साँचो खोजी सुरु हुन्छ। 2 नम्बरमा छ, रूपान्तरण भित्रबाट आउँछ, बाहिरबाट होइन। फकीरले केटोलाई उपदेश दिएनन्, उसलाई केवल महसुस गराए। परिवर्तन कसैले पनि दिँदैन, आफैले भित्रबाट जलाउनु पर्छ, जसरी दियो आफै बल्छ। 3 नम्बरमा छ, सुकेको बोटमा पनि जरा हुन्छ। जब मन रित्तो लाग्छ, जब संसार टाढा लाग्छ, त्यो बेला हार मान्नु हुँदैन। सुकेको बोटको फेदमा जसरी कोपिला लुकेको थियो, त्यसरी नै हाम्रो भित्र पनि आशाको बिउ जीवित छ, पर्खँदैछ कसैको हातको न्यानो छुवाईको। त्यसैले भन्ने गरिन्छ, जसले आगोको अनुभव गर्न चाहन्छ उसले पहिले आफ्नो हात जलाउनु पर्छ। यो कथामा आजको लागि यति नै थियो। फेरि अर्को कथामा भेट हुनेछौँ। त्यति बेलासम्मको लागि बिदा हुन चाहन्छु। नमस्कार।